साथीहरु अब चाहिँ हाम्रो भन्ने गाडी आइसक्यो अहिको गाडी दुईटै गाडीले चाहिँ हामीलाई रोकेन के किनकि ल बाइ अब चाहिँ हामी खाइला मेरो गाउँको भ्यू देखाउनु पर्यो हेलो गाइस वेलकम टु ब्याक टु च्यानल र मलाई पनि स्वागत छ आज चाहिँ हामी कहाँ जाँदैछौँ भने यता दिदी र म चाहिँ हामी कहाँ जाँदैछौँ घर जाँदैछौँ है अनि हामी चाहिँ गाडीको इन्तजारमा हो हैन गाडी कति बेला आउँछ र त्यसपछि अनि हामी घर जानुपर्ने हुन्छ हैन अनि आज चाहिँ हामीलाई लास्टै खतरा भ्लग आउँदैछ हैन सबैले लाइक शेयर सपोर्ट र हैन अन्तिमसम्म हेरिदिनु होला कहीँ जाने हैन हो काकु अनि कहीँ जाने हैन हो काकु अनि किनभने आज चाहिँ हाम्रो शनिबार हाम्रो गाउँतिर गाडी पाउँदैन अनि हामी चाहिँ हिँड्दै जानुपर्ने हुन्छ यो गाडी छ नि यो गाडी चाहिँ आउँछ कि भनेको यो गाडीमा चढेर अनि होक्सेसम्म जानुपर्ने भनेको यो गाडीमा त्यसपछि अनि त्यहाँबाट चाहिँ पैदल यात्रा गर्नुपर्छ हामीले मेरो दिदीलाई कति राम्रो गोरो देखिरहेको छ धेरै गोरो देखेको छ एकदम है यो चाहिँ गाईघाट बजार हेर्न सक्नुहुन्छ साथीहरू यहाँ चाहिँ लास्टै भइसक्यो गाडी पर्खेको न गाडी आउँछ न केही आउँछ यो गाईघाटमा वाक्कै लागिसक्यो मेरो दिदीलाई घामले डढेर न काली देखेछ बरु उहाँ हेर्नु रेलमा कस्तो राम्री छ मेरो दिदीलाई यो क्यामेराले काली बनाइदिन्छ काली के लगाउने अरे क्रिम लाउने यार गोरो हुनलाई क्रिम लाउने यार म ढले म बिहोस भयो मलाई उठाउन आऊ न मलाई उठाउन आऊ खाजा पनि सेलाइसक्यो होइन खाजा लिएको यहाँ खाजा पनि सेलाइसक्यो साथीहरू गाडी भने आउँदैन यहाँ बोतल उगारेको किनभने ती खाजा लिएछन् खाजा लिन बसेका साथीहरू अब चाहिँ हाम्रो भन्ने गाडी आइसक्यो अहिको गाडी दुईटै गाडीले चाहिँ हामीलाई रोकेन क्या किनकि म खत्रै मान्छे भएर होला गाडीले रोकेन अनि यस्ता झिक्री अटोहरूले चाहिँ अनि फेरि जाने भने उहाँ पर चाहिँ अनि गाडी आउँदैछ उहाँ पर हेर्न सक्नुहुन्छ यही गाडी हो आयो चट्ट आयो होइन नजाउँ होला अब हाम्रो गाडी भने त्यहाँ छ हैन त्यहाँ आउँदैछ राजाबाससम्म हजुर ए हुन्छ हामी अलिक पर जाने पर्यौँ होइन झ्याउ लाग्छ गाडी चढ्न लाग्छ झ्याउ लाग्छ अल्छी लाग्छ फेरि त्यहाँबाट पैदल यात्रा गरेर पुरै हिँड्नुपर्ने हुन्छ होइन अनि पुरै झ्याउ नलागेर अनि के गर्नु गाह्रो छ ल घर जान नदिएर सुजने पाराले हामीलाई घर जान नदिएकोले आज हामीले यतिखेरसम्म गाडी पाएको छैन गाडी खारा र खाएको म एक्साइटेड भएँ आफैलाई देखेर मलाई उल्का लाग्यो मान्छेहरूलाई रमाइलो छ हौ यति यहाँ हेर्नु न डाँडा चट्ट बसिराख्नु ल अब चाहिँ हाम्रो गाडी आइसक्यो फाइनली होइन अब चाहिँ गाडी आइसक्यो अब चाहिँ हामी जानुपर्ने हुन्छ टक्क दारी भएको गाडी आयो अब हेलो दारी बा हुनुहुन्छ हाम्रो गाडीको साउबा जा
फाइनली अब चाहिँ होइन हामी गाडी चढिसकेको अनि यो बल्ल 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 गाडीमा आउन लागि सिट छ तर बस्ने मान्छेको लागि चाहिँ छैन प्याक रहेछ क्या आज हाम्रो चाहिँ गुर्जी सो साथीहरू अब चाहिँ हामी झऱ्यो है बिस्तारै बिस्तारै अब चाहिँ हामी यो बाटो झरेर जानुपर्ने हुन्छ होइन हामी दिदी अब चाहिँ हामीले पैदल यात्रा सुरु यहाँबाट यस 1.5 घन्टामा त मजाले पुगिन्छ होला घर अहिले ठ्याक्कै भन्नुपर्दा अहिले 18:13 भएछ 18:13 भएछ अनि अब घर कति बजे पुगिन्छ थाहा छैन त्यही भएर अब नबनाएको के गर्नु गाह्रो छ है यता चाहिँ धान पुरै भइसकेछ यता चाहिँ पुरै है साथीहरू हामी चाहिँ अब यहाँ झोलुङ्गे पुल आइसक्यौँ यो चाहिँ सहरेको झोलुङ्गे पुल हो है पुरै क्या हलिन्छ क्या यो झोलुङ्गे पुल त पुरै बाढी आएछ है अहिले त खोलामा यहाँ पुरै बाढी आएछ होइन यहाँ अनि उता यहाँनिर नुहाउने मान्छेहरू चाहिँ पुरै उतातिर गर्छन् उहाँ पर छ नि होइन अब देखाउन त अब हुन्छ होइन पुरै बाढी आएर ल साथीहरू हामीले चाहिँ यहाँ खाजा ल्याएको थियौँ होइन अनि यहाँ रोस्ट हो यहाँ पानी हालिदिनु पानी हालिदिनु कसरी खाऊ गाइस एउटा रोस्ट छ हामीले चाहिँ एउटा लिएको क्या वहाँनिर खाजा खानको लागि त्यहाँ खाजा अनि रोस्ट लिएको थियौँ अनि हामी यो अनि अब चाहिँ म हजुरहरूलाई अहिले मेरो गाउँ देखाउने छु अब चाहिँ हामी खान थालेको हेर्नुस् गाइस फर्स्ट बाइट खाइला मिठो हो तान्नु मलाई मात्र मासु खाइला हामी त खान्छौँ गाइस मिठो धेरै मिठो छ मजा भइजा गर्मी राष्ट्रिय छ साथीहरू अब चाहिँ खाइयो यता दिदी मैले उता त्यहाँ थिचेर हिँड्यो अब चाहिँ यहाँ हात धुने होइन त्यसपछि सराहरू लाग्ने है अब चाहिँ हाम्रो गाउँ पुगेपछि भेटौँला है अब चाहिँ रात पर्न आँटिसक्यो नि त छिट्टो जानुपर्ने हुन्छ खाइयो अल्छी पो लाग्यो ल साथीहरू अब चाहिँ हामी हाम्रो गाउँ आइसक्यो है यो चाहिँ हाम्रो गाउँ हो यसरी लाइट बालेर हिँड्नु परेछ राति राति यसरी पुरै रात परिसक्यो यस्तो अँध्यारो झ्याम्मा भइसक्यो मेरो गाउँको भ्यू देखाउनु पर्यो भनेको राति लाइटमा कस्तो हुँदो रहेछ भनेर साथी हो पुरै अन्धकार म अब चाहिँ हामी घर आइसक्यौँ होइन पुरै असिनै पसिना भएर अनि यहाँ दिदी बहिनीहरू है यहाँ अब एउटा दिदी चाहिँ अब पानी खाँदै हामीसँगै आएको नि त लास्ट गल्दियो अब चाहिँ यो भ्लग चाहिँ इन्ड सबैले लाइक सेयर सपोर्ट गर्नु होला हस् धन्यवाद।